केही गर्नै लाग्दैन। आफू ऋतु भएको कसैले देख्दैन। सबैले आउँछ आश देखाउँछ जान्छ। के गर्ने कसो गर्ने आफूलाई केही थाहा छैन। यता पनि उता पनि त्यो आफ्नो कोही छैन जो चलाइदिने। भूकम्प आएको भनेर थाहा पाउनु परेन मान्छेलाई सोचेर। हजुर हजुर दाइ होइन तपाईँलाई के भएको होला दाइ? आफ्नै यता ऋतुपना के गाह्रो परेको छ दाइ हेर्नुहोस्। पाइप छ नि तिम्रो ऋतुपना भन्नको लागि यो पिउनुपर्छ मदले पिउनुपर्छ यसलाई पिउ तिम्रो ऋतुपना खाली हुन्छ। उसले आफ्नो शरीरको लागि त केही मद्य पिएर आफूलाई शान्त गर्यो, तर फेरि केही समयपछि उसले गाह्रो भइरहेको हुन्छ। यो बच्चा खाने खाइको अगाडि भाइ तिमी किन यति निराश र चिन्तामा छौ? तिमी त पुरै बोझले लदिएको पो रहेछौ त। तपाईँ पनि त्यो बोझ थप्नु र भारी थप्नु त आउनुभएको होला नि। सबैले आसमान देखाएर गए तपाईँ होइन नि, म त तिम्रो बोझलाई आफै बोकिकन म तिमीलाई मुक्ति दिन पो आएको त। म तिम्रो बोझलाई थपिदिने काम होइन, तर म त तिम्रो बोझले आफै बोकेर तिमीलाई मुक्त गराउन आएको त। यो कसरी सम्भव छ? यी सबै कुरा म माथि सम्भव छ। म तिमीलाई सिकाउँछु यसरी। अब त तिमी उसले आफ्नो जीवन त्यो व्यक्तिमा सुम्पन्छ। बिस्तारै बिस्तारै उसले आफ्नो रित्तोपनलाई भरेको महसुस गर्छ। आफ्नो बोझहरू उसको जीवनबाट निस्केको उसले थाहा गर्छ अनि उसले आफूले आफूलाई एकदमै स्वतन्त्र भएको थाहा गर्छ। ऊ रमाउँछ, चारैतिर हेर्छ। उसले आफ्नो जीवनलाई, शून्यताको जीवनलाई एउटा उद्देश्य बोकेको जीवनमा पाउँछ। फुल हेर न दुबै जसले जीवन दियो त्यही व्यक्तिलाई, त्यही मानिसलाई साराले पापी भनिकन मारिदिए अनि